दोस्रो दृष्टिले ब्राजिलपछि विश्वको दोस्रो समृद्ध राष्ट्र कुन हो? दोस्रो दृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र कुन हो? दोस्रो दृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र कुन हो? दोस्रो दृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र नेपाल हो। दोस्रो दृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र नेपाल हो। दोस्रो दृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र नेपाल हो। नेपालमा साना ठुला गरी कति नदीहरू छन्? 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 नेपालमा साना ठुला गरी करिब 6000 नदीनालाहरू छन्। नेपालमा साना ठुला गरी करिब 6000 नदीनालाहरू छन्। नेपालमा साना ठुला गरी करिब 6000 नदीनाला छन्। नेपालमा साना ठुला गरी करिब 6000 नदीनाला छन्। नेपालमा विश्वको कुल जलस्रोत कति भाग रहेको छ? नेपालमा विश्वको कुल जलस्रोतको 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 कति भाग रहेको छ? नेपालमा कुल जलस्रोतको 2.27% रहेको छ। नेपालमा विश्वको कुल जलस्रोतको 2.27% रहेको छ। नेपालमा विश्वको कुल जलस्रोतको 2.27% भाग रहेको छ। नेपालमा विश्वको कुल जलस्रोतको 2.27% भाग रहेको छ। नेपालका नदीनालाहरूको जलभण्डार क्षमता कति छ? 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 नेपालका नदीनालाहरूको जलभण्डार क्षमता कति रहेको छ? दुई लाख 2,000 मिलियन क्युबिक मिटर। 2,02,000 मिलियन क्युबिक मिटर। 2,02,000 मिलियन क्युबिक मिटर रहेको छ। नेपालमा नदीनालाहरूको जलभण्डार क्षमता 2,02,000 मिलियन क्युबिक मिटर रहेको छ। नेपालमा नदीनालाहरूको जलभण्डार क्षमता 2,02,000 मिलियन क्युबिक मिटर रहेको छ। 2,02,000 मिलियन क्युबिक मिटर रहेको छ। 2,02,000 मिलियन क्युबिक मिटर रहेको छ। सदाबहार हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ?
सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ? सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले पहिलो स्तरका नदीहरूलाई बुझिन्छ। सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले पहिलो स्तरका नदीहरूलाई बुझिन्छ। पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट प्रवाहित भई कुन क्षेत्रबाट ठुलो जलराशिका निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्? दोस्रो हिमालय क्षेत्रबाट उत्पत्ति भएर ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्। पहिलो स्तरका नदी हिमालय क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्। पहिलो स्तरका नदी हिमालय क्षेत्रबाट उत्पत्ति भई ठुलो जलराशिका साथ निरन्तरमा प्रवाहित हुन्छन्। उद्गम स्थलका आधारमा नेपालका नदीहरूले कतिमा विभाजन गरिएको छ? उद्गम स्थलका आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई कतिमा विभाजन गरिएको छ? उद्गम स्थलको आधारमा नेपाल नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। उद्गम स्थलको आधारमा नेपालका नदीहरूलाई 3 भागमा विभाजन गरिएको छ। कोशी गण्डकी कर्णाली कुन स्तरका नदीहरू हुन्? कोशी गण्डकी कर्णाली कुन स्तरका नदीहरू हुन्? कोशी गण्डकी र कर्णाली कुन स्तरका नदीहरू हुन्? कोशी कर्णाली र गण्डकी कुन स्तरका नदीहरू हुन्? कोशी गण्डकी र कर्णाली 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 पहिलो स्तरका नदीहरू हुन्। 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 चुरेबाट उत्पत्ति भई बहने मैनावती, बक्राहा, हर्दिना, तिलाबे, मनुषमारा, सिर्सिया आदि कुन स्तरका नदीहरू हुन्? चुरेबाट उत्पत्ति भई बहने
मैनावती, बोक्राहा, हर्दीनाथ, तिलाबे, मनुस्मारा, सिर्सिया आदि कुन स्थलका नदीहरू हुन्? चुरे पहाडबाट उत्पत्ति बहने मैनावती, बोक्राहा, हर्दीनाथ, तिलाबे, मनुस्मारा, सिर्सिया आदि कुन स्थलका नदीहरू हुन्? चुरे पहाडबाट उत्पत्ति भई बहने मैनावती, बोक्राहा, हर्दीनाथ, तिलाबे, मनुस्मारा, सिर्सिया आदि कुन स्थलका नदीहरू हुन्? चुरे पहाडबाट उत्पत्ति भई बहने मैनावती, बोक्राहा, हर्दीनाथ, तिलाबे, मनुस्मारा, सिर्सिया आदि तेस्रो स्थलका नदीहरू हुन्? चुरे पहाडबाट उत्पत्ति भई बहने मैनावती, बोक्राहा, हर्दीनाथ, तिलाबे, मनुस्मारा, सिर्सिया आदि तेस्रो स्थलका नदीहरू हुन्? महाभारतबाट उत्पत्ति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, बाणगङ्गा, बबई आदि कुन स्थलका नदीहरू हुन्? महाभारत पर्वतबाट उत्पत्ति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, बाणगङ्गा, बबई आदि कुन स्थलका नदीहरू हुन्? महाभारत पर्वतबाट उत्पत्ति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, बाणगङ्गा, बबई आदि दोस्रो स्थलका नदीहरू हुन्? महाभारत पर्वतबाट उत्पत्ति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, बाणगङ्गा, बबई आदि दोस्रो स्थलका नदीहरू हुन्? नेपालका नदीनालाहरूबाट कति जल उत्पादन गर्न सकिने सम्भावना छ? नेपालका नदीनालाहरूबाट कति जल उत्पादन गर्न सकिने सम्भावना छ? नेपालका नदीनालाबाट 83,000 मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको छ। नेपालका नदीनालाबाट 83,000 मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको छ। नेपालका नदीनालाबाट 83,000 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ। रहेको छ।